ल साथीहरू, अब हामी चाहिँ माइती घर आएछौँ घुम्नलाई। माइती घर मेरो त माइती हुँदैन केटाको, केटीको चाहिँ माइती हुन्छ है। यहाँ दिदीको माइती आएको छु, मेरो दिदीको माइती। छेकी दिदी अगाडि हुनुहुन्छ। आज धेरै दिनपछि हामी यहाँ कमान डाँडा गाउँतिर आइसकेका छौँ। घुम्दै घुम्दै आइसक्यौँ। यस्तो छ यहाँ, यस्तो डेन्जर छ, यस्तो डेन्जर छ यहाँ। मेरो बुढी पनि बिस्तारै बिस्तारै हिँड्दैछ। यो ओह्रालो चाहिँ जानु सक्छ, उकालो आउनु सक्दैन। फेरि उकालो चाहिँ समस्या छ अहिले, त्यही भएर भरे हेरौँ भरे आउँदा के हुन्छ। यस्तो छ, भरे आउँदा के हुन्छ। भरे आउँदा भयो भने बोक्नु पर्ला, नत्र तल पैँटारबाट लिन आउनु पर्ला। ऊ भान्जा अगाडि गइसकेको छ। भान्जा बाबु यहाँ एकदम कोसिली बोकेर। आज चाहिँ हामी काजी खोज्नु गइरहेछौँ। काजी खोज्दैछौँ। काजी भनेको चाहिँ त्यो सासूको नि बोयफ्रेन्ड, छोरीको नि बुहारीको नि बोयफ्रेन्ड, त्यसको नाम चाहिँ काजी रहेछ। काजी कहाँ छ अहिले हामी घुम्दै घुम्दै आइसक्यौँ। खै म अगाडि जान्छु एकचोटि। अनि हामी अगाडि जाउँ। यहाँ तिनजना भेला भइरहेको छ, एकजना मास्क लगाएर हिँड्दैछन्। त्यो स्कुटी पार्किङ चाहिँ यहाँसम्म चाहिँ आउँछ है खास चाहिँ, सिङ्गलमा। डबल लान चाहिँ गाह्रो हुन्छ। यो पारी देख्नुहुने चाहिँ सबै पैँटार हो, पैँटार सबै पैँटार भन्छ। यहाँ बाटो यो 3 फुटे बाटो छ। दुईजना आउँदै हुनुहुन्छ। नन्द बुहारी होइन, दुईजना नन्द बुहारी, आमाजु बुहारी आउँदै हुनुहुन्छ। यहाँ माथि देख्दै हुनुहुन्छ, जगडोल गुम्बा, कुखुरा फार्म यस्तो दामी छ है। यो एरिया चाहिँ यस्तो राम्रो छ कि बस्नलाई चाहिँ है। तर के गर्नु, मोटर घाटो अलिक गाह्रो छ, दुख बिरामी पऱ्यो भने चाहिँ। तर यस्तो 3 फिट बाटो छ। यो पारी पैँटार, यो लुङ्दा लगाएको चाहिँ मेरो साइँलो दाइको घर है। यो चाहिँ उतापट्टि अलिअलि हरियो जस्तो देख्दैछ जेठो दाइको। अब आइसक्यो। समाउनु पर्दैन त्यति साह्रो त, लड्दैन त्यति साह्रो चाहिँ छैन है। बुढी चाहिँ होइन, अलिक कडै छ। यस्तो छ हजुर, यो बाटो यस्तो छ हेर्नुहोस्। यो बाटो यस्तो छ, यो बाटो चाहिँ यस्तरी झर्ने हो है। ल हो अब बिस्तारै आऊ, बिस्तारै अलि हिँड्नलाई गाह्रो छ। यहाँ भर्खर किडनी ट्रान्सफर गरेर 3 महिना हुन लाग्छ। ल तिमी जाऊ दिदी। यहाँ आज मासतिर घुम्न आएछौँ हामी, दाइकोतिर घुम्न आएछौँ, सानो दाइकोतिर। दाइ त ड्युटी जानुभयो होला। यहाँ पनि छ एउटा सानो घर यस्तो छ। अहिले चाहिँ अब यो बाटो सिधै राति आयो भने चाहिँ सिधै तल पुग्छ है। फेरि यस्तरी सिधै तल सधैँ ल छोड्दै यस्तो छ है हजुर। ठ्याक्कै यो बाटो आएर मेरो दाइको घर चाहिँ त, म पनि यो बाटो यस्तै आयो। ल हेर्नुहोस् गाइस, यही घर है दाइको घर चाहिँ। दाइको घर चाहिँ हो। हच्के यता चाहिँ यो चाहिँ साइला दाइको घर। अब हामी फर्स्ट उता जाँदैछौँ जेठो दाइको घर। पैँटारबाट आउँदा पनि यो बाटो हो। पैँटार बसपाडाबाट झरेर ठ्याक्कै यो बाटोबाट स्याहार आउने, यहाँ तलसम्म आउँछ। ल अब जेठो दाइको घर पनि हेरौँ है। ल जेठो दाइको घर यही हो। यहाँ माथि चाहिँ चन्द्र दाइको घर। ठ्याक्कै यस्तो दामी छ ठाउँ है, आनन्द छ है। यो चाहिँ साइला दाइको घर। आज चाहिँ यसो बिदाको दिन मिलाएर हामी आएको घुम्नलाई डाँडा घरतिर है। अब भित्र छिर्दैछौँ।
याङजी चाहिँ यहाँ छ हेर्नु है याङजी याङजीलाई देख्नुभयो होला याङजी दिदीले भदैनीले ए आइज कि आइज माथि आउनु कि आउनु भने त्यही भएर हामी यहाँ माथि कमान आएको छौँ आज घुम्नलाई ल ल आएछौँ यो टाइल टाइल हो याङजी हो काठ होइन है याङजी चिसो रहेछ अहिलेदेखि दियो भइहाल्यो ल यसलाई जा लगेर दियो भाइ उतापट्टि यो उताको छमलाई दिएर आऊ बुद्ध